त्यही त राजा ल्याउँछु ल्याउँछु भन्नुहुन्छ राजाले आउँदै मन छैन कि राजै आउँदै मान्नु भएन भने त मैले राजालाई ल्याउँछु भन्दा त हुँदैन नि त अनि राजा आउन मान्नु भएन भने यो व्यवस्था फ्यालेर कसलाई बनाउनु हुन्छ त राजा अब उसले कसलाई राजा घोषणा गर्यो जसले सर्वहारा वर्ग र भुइँ मान्छेको कुरा उठाउँछ त्यही हो राजा तेरो दाइ हो अब नयाँ राजा हेर्नु त के भन्न चाहनुहुन्छ यो डिप्रेसनको शिकार हो भन्नाले तर राजा है राजा 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 अब रियल राजा त उस्तै हो अब दीपक दाईलाई राजा बनाए हुन्छ जस्तो लाग्छ मलाई चाहिँ के भन्न खोजेको त्यही भने त डिप्रेसन पागल पागलको छोरा अब खालीवाला छुस कट्टा लुगा पर्सनलाई नथर्काउनुहोस् सबैले मेरो केटाहरू खुकुरी हान्न आउँछ अब के गर्नुहुन्छ मलाई हान्न आउँदाखेरि त्यसले सोचेर आउनुपर्छ हेर्दै जा मेरो केटाहरूले तँलाई कस्तो हान्छ खेलौँ न आइज म्याच च्यालेन्ज नगर्दा हुन्छ दिस इज एन ओपन च्यालेन्ज टु यु कहाँ भन्छौ म त्यही आउँछु 208 एनमोर रोडमा आइज म्याच यसरी झगडा गर्नु भन्दा बरु दुईजना मिलेर के गर्नुस् न देशको लागि आउनुहोस् होइन हामी एक भएर अघि बढ्छौँ तपाईँको पारा मलाई मनै परेको छैन के गरेँ मैले भन्नु नि त्यस्तो नराम्रो गर्ने भन्नु त एउटा मेरा भाइ मलाई लास्ट रिस उठाउँछस् कि तपाईँलाई चित्त बुझेको छैन भने केमा चित्त बुझेको छैन लिल बुद्धलाई राजा बना यसले राजा राजा भन्नुहुन्छ राजा बन्नु भयो भने के गर्नुहुन्छ देशको लागि पृथ्वी नारायण शाह भन्दा खतरा फोटो खिच्छु यस्तो गरेर